हेलो साथीहरू, मैले चाहिँ मेसोबाट एउटा कुर्ता मगाएको थिएँ र मेरो हातमा आइसकेको छ र म यो खोल्नु गइरहेको छु र म सँगसँगै तपाईहरु पनि हेर्नुस् ल यो कस्तो आएको छ। अर्कै आएको जस्तो पो लाग्दैछ त। यो हैन रहेछ, त्यही रहेछ। हाफ स्लिप्समा छ यो। मलाई चाहिँ यस्तै हाफ स्लिप्स भएको मनपर्छ। यो चाहिँ 2 पिसमा छ यो भयो कुर्ता र यो भयो प्लाजो। सुतीको छ है एकदम। प्लाजोको यो मुनिको घेर चाहिँ एकदम ठुलो रहेछ। मलाई चाहिँ यस्तो घेर भएको चाहिँ साह्रो मनपर्छ। त्यो सानो घेर मन पर्दैन मलाई चाहिँ यस्तो घेर भएको चाहिँ साह्रो मनपर्छ। र कलर पनि भनेको जस्तै आयो, कपडा पनि ठिकै छ र म लगाएर हेर्छु र तपाईहरुलाई पनि देखाउँछु ल। र साथीहरु, मैले यो लगाएर हेरेँ, मलाई चाहिँ एकदम कम्फर्टेबल लाग्यो र प्लाजो पनि एकदम ठिक लाग्यो। र यसको चाहिँ यहाँ एकदम पुरा बटन छ। यहाँ मुनिसम्म छ, यहाँ एकदम मुनिसम्म छ, यहाँ मुनिसम्म। र यो चाहिँ फेरि अगाडिबाट कट छ है, यहाँ हेर्नुस्, अगाडिबाट कट छ। र प्लाजोको घेर चाहिँ मलाई एकदम ठिक लाग्यो। मलाई चाहिँ यस्तै घेर मनपर्छ। पकेट पनि रहेछ यहाँ एउटा, र यहाँ पनि पकेट छ, कुर्तामा पनि पकेट छ र यसको भित्र प्लाजोमा पनि पकेट छ एकदम। मलाई चाहिँ यस्तो पकेट भएको पनि मनपर्छ र कपडा चाहिँ एकदम राम्रो आएको छ। डबल एक्सलमा आएको है। मलाई चाहिँ फेरि मेसोको लुगा चाहिँ डबल एक्सल मात्रै हुन्छ। हेर्नुहोस्, सफ्ट लाग्यो कपडा पनि मलाई। गरममा लगाउनु लागि, दसैँ तिहार भन्छ है, गरमै छ। यो यतिको वेदरमा लगाउनु चाहिँ यो चाहिँ एकदम राम्रो छ। यसको घेर यस्तो छ, यता चाहिँ एकदम, यो चाहिँ एकदम राउन्डमा छ। यहाँ अगाडिपट्टि मात्रै चाहिँ यहाँनिर चाहिँ यस्तो कट छ, यहाँ बटम भएर चाहिँ अगाडिपट्टि चाहिँ कट छ यस्तो। मलाई चाहिँ एकदम मन पर्यो र तपाईहरुलाई पनि मन पर्यो भने चाहिँ अर्डर गर्न सक्नुहुन्छ। र बाई बाई।